धेरैजसो बिरामीहरू मेरो ओपिडीमा आउँदाखेरि के सोध्नुहुन्छ भने डाक्टर साहब तनावले गर्दाखेरि प्रेसर कसरी बढ्छ भन्ने कुरा सोध्नुहुन्छ। आज म त्यसको चाहिँ सानो एउटा भिडियो बनाउँदैछु है। स्ट्रेस गर्दाखेरि चाहिँ के हुन्छ, हामीलाई अनिद्रा हुन्छ है। अनिद्राहरू भयो भने, स्ट्रेसहरू बढ्न थाल्यो भने चाहिँ हाम्रो के हुन्छ हाम्रो शरीरमा भनेदेखि सिम्पेथेटिक नर्भस सिस्टम एक्टिभेट हुन्छ हाम्रो शरीरमा। र सिम्पेथेटिक नर्भस सिस्टम एक्टिभेट हुने बित्तिकै चाहिँ यसले चाहिँ दुईवटा हार्मोन मेनली सेक्रेसन गर्न थाल्छन् हैन। जस्तै एउटा चाहिँ एड्रेनालिन, अर्को चाहिँ कर्टिसोल। र एड्रेनालिनले चाहिँ के गर्छ भनेदेखि यसले चाहिँ हार्ट रेटलाई बढाउँछ एड्रेनालिनले। अर्को चाहिँ कर्टिसोल। कर्टिसोलले चाहिँ हाम्रो भ्यासो कन्स्ट्रिक्सन भनेको नसाहरूलाई सानो बनाउँदै नलीहरूले चाहिँ सानो खुम्चाइदिन सक्छ। सानो बनाए पछाडि चाहिँ हार्ट रेट यता बढ्यो र यता भ्यासो कन्स्ट्रिक्सन भयो भने चाहिँ दुईटैको मिश्रणले गर्दाखेरि चाहिँ हाम्रो प्रेसर बढ्छ।